विश्वास सबको प्रयास यो एउटा स्लोगन हो हाम्रो बिजेपी सङ्गठनको है। यसमा नै हामी अघि उहाँहरू हुनुभयो डिसिप्लिनमा हामी मेन्टेन गर्दै हिँड्नुपर्छ। यो अन्य सङ्गठनहरू जस्तो तपाईँहरूले धेरै नै सोच्नु भएको छ त्यस्तो प्रकारको हुँदैन रहेछ, हामीले भर्खर थाहा पाउँदैछौँ र यही मोटिभलाई लिएर चाहिँ हामी अगाडि बढ्नुपर्छ भन्ने जुन चाहिँ कोसिस छ त्यसलाई नै तपाईँले अलिकति यसलाई विस्तृत जानकारी गराइदिनुहोस् भन्ने विशेष सम्पूर्णमा जयगोथा अनि आज सरस्वती हाई स्कुलको यो हलको प्राङ्गणभित्र भइरहेको मण्डल महिला मण्डलको जुन एउटा मिटिङ हुन गइरहेछ त्यसलाई सभापतित्व गर्नुहुने आजको सभापतिको अनुमति लिँदै अनि यहाँका मण्डलका पदाधिकारीगण अनि हाम्रा डिस्ट्रिक्टका महिला प्रेसिडेन्ट रोमाजीको अनुमति लिँदै अनि सम्पूर्ण यहाँ हामीसँगै हातेमालो गरेर यहाँ आइपुग्नुभएका स्टेटका हाम्रा अन्नपूर्णज्यू अनि सम्पूर्ण मेरा सहयोगी टोलीहरूको अनुमति लिँदै अनि उहाँलाई पनि स्वागतमा राख्दै अनि यहाँका प्रधान पनि आइपुग्नुभयो उहाँलाई पनि सम्बोधनमा राख्दै अनि स्वागत जनाउन चाहन्छु। विशेष गरी आज तपाईँहरूको यहाँ जुन आधारमा हामी आइपुग्यौँ यो चाहिँ विशेष गरी मण्डल महिला मोर्चाको मण्डल पूर्ण गठन गर्नका लागि तपाईँहरूको अगाडि हामी आइपुगेका छौँ। त्यस सँगसँगै तपाईँहरूले अहिले भन्नुभयो तपाईँहरूकोमा टोटल बुथ 16वटा जम्मा टोटल बुथ 16वटा भन्नुहुँदैछ। 16वटा बुथबाट तपाईँहरू आउनु भएको छ या छैन अलिकति हामीलाई जानकारी दिनुहोस् पनि म भन्न चाहन्छु। किनभने हेर्नुहोस् तपाईँहरूलाई एउटा बुथबाट 2जना 3जना बोलाइएर तपाईँहरू आएन यहाँनिर तपाईँहरूको मण्डल महिला मण्डल कमिटी बनिन्छ त्यसले गर्दा 16वटा बुथबाट तपाईँहरू महिला दिदीबहिनीहरू आउनु भएको होला नि आउनु भएको छ 16वटाबाट छैन 3टा चाहिँ किन धेरै नै आएको छैन धेरै मतलब बुथहरू चाहिँ आउनु भएको छैन। खबर चाहिँ दिनुभएको थियो खबर त एकदम भएको हजुर आउनु भएको छैन। अब कतिजना चाहिँ अब जेन्ट्सहरू आउनु भएको छ हो अब उनीहरूलाई अब हामीले त्यसमा महिला कम्ती नै छ। मण्डल गठन भनेको थियो अनि त्यहाँदेखि डिस्ट्रिक्टमा पनि हामीले प्रतिनिधिहरू दिनुपर्ने थियो सायद यो